सम्पूर्ण भाइ बहिनीहरूमा नमस्कार। म आज भाइ बहिनीहरूलाई एउटा नयाँ कुराको जानकारी दिन चाहन्छु। हामीलाई एसई परीक्षामा कार्यपालिका भनेको के हो, नेपालको सङ्घीय र प्रदेश कार्यपालिका बिचमा भिन्नता के हो, के छ भनेर प्रश्न आयो भने उत्तर कसरी लेख्ने त हामी धेरै अलमलमा पर्ने गर्छौँ। त्यसैले म यो कुराको आज सहजीकरण गर्ने प्रयास गर्नेछु। हामीलाई थाहा नै छ, राज्यका प्रमुख 3वटा अङ्ग हुन्छन्। त्यो अङ्गमा सबभन्दा पहिलो अङ्ग व्यवस्थापिका हो भने दोस्रो महत्त्वपूर्ण अङ्ग के हो त कार्यपालिका हो। जनप्रतिनिधिले तर्जुमा गरेको कानुनको कार्यान्वयन गर्ने अङ्गको रूपमा हामीले कार्यपालिकालाई लिन सकिन्छ। अब सङ्घीय तह अनुसार सङ्घीय सरकार छ, प्रदेश सरकार छ, स्थानीय सरकार छ। यी सरकारहरूमध्ये कानुनलाई कार्यान्वयन गर्ने निकाय भनेर हामीले कार्यपालिकालाई लिन सकिन्छ। अब सङ्घीय र प्रदेश कार्यालय कार्यपालिका बिचमा के भिन्नता छ भन्ने प्रश्नमा विशेष गरी 3वटा आधारमा यिनीहरूको भिन्नता हामीले पहिचान गर्न सकिन्छ। एउटा गठन प्रक्रियाको आधारमा यिनीहरू फरक छन्। अर्को यहाँ हुने मन्त्रीको सङ्ख्याको आधारमा फरक रहेको पाउन सकिन्छ भने अर्को यिनीहरूले गर्ने कार्यक्षेत्र काम गर्ने क्षेत्रको आधारमा पनि हामीले भिन्नता पहिचान गर्न सकिन्छ। नम्बर 1मा गठन प्रक्रियाको आधारमा सङ्घीय कार्यपालिका र प्रदेश कार्यपालिका बिचमा भिन्नता रहेको पाइन्छ। प्रतिनिधि सभामा बहुमत वा बढी मत प्राप्त गर्ने संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था सङ्घीय कार्यपालिकामा हुन्छ भने प्रदेश सभामा जसले बढी मत ल्याउँछ अथवा बहुमत ल्याउँछ त्यो संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको पाइन्छ। अब यसबाट के बुझिन्छ भने सङ्घीय कार्यपालिकाको प्रमुख प्रधानमन्त्री हुन्छन्, प्रदेश कार्यपालिकाको प्रमुख चाहिँ को हुन्छन् त मुख्यमन्त्री हुने व्यवस्था रहेको छ। अब यिनीहरूको कार्यपालिकामा यी दुई कार्यपालिकामा मन्त्रीको सङ्ख्या नै फरक पाइन्छ। सङ्घीय कार्यपालिकालाई हेर्ने हो भनेदेखि प्रधानमन्त्री सहित बढीमा 25 जना भन्छ, 20 जना 22 जना जति पनि हुन सक्ने 25 जनामा नबढ्ने गरी सदस्य रहने व्यवस्था रहेको छ भने प्रदेश कार्यपालिकामा आउने भनेदेखि मुख्यमन्त्री प्रमुख नै हुने भए मुख्यमन्त्री सहित प्रदेश सभाको कुल सदस्य प्रदेश सभामा जति सदस्य छन् त्यो सदस्यको 20% बराबर नबढ्ने गरी 20% भन्दा बढी नहुने गरी सदस्य रहने व्यवस्था रहेको पाइन्छ भने अब यसले गर्ने कार्यक्षेत्र के त फरक रहेको पाइन्छ। सङ्घीय कार्यपालिकाले मुलुकभर देशमा जति क्षेत्र छ, जति स्थानीय तह छ, हरेक क्षेत्रलाई समेट्ने गरी कार्य सञ्चालन गर्छन्। यता प्रदेश कार्यपालिकाले के गर्छ त आफ्नो प्रदेशभित्र मात्रै, हाम्रो देशमा 7वटा प्रदेश छन्, 7वटा प्रदेशमा सबै प्रदेश सरकारले प्रदेश कार्यपालिकाले काम गर्नु पर्दैन। आफ्नो प्रदेशको कार्यक्षेत्र कुन प्रदेश हो त्यो प्रदेश क्षेत्रभित्र मात्रै काम गर्छन्। जस्तो गण्डकी प्रदेश भन्यो भनेदेखि गण्डकी प्रदेशमा रहेको 11वटा जिल्ला मात्रै यो प्रदेश कार्यपालिकाको कार्यक्षेत्र अन्तर्गत पर्दछ। यी कुरा मैले भाइ बहिनीहरूलाई आज जानकारी गराएँ। फेरि पनि म अर्को दिन अर्को नयाँ विषयवस्तुको बारेमा जानकारी गराउनेछु। आजलाई हस्त नमस्कार।